अनि हाम्रो पम्फा दिदीलाई र निलिमा भाउजूलाई चाहिँ हेलो गाइज के छ सबैलाई ह्याप्पी न्यू इयर है 2026 को धेरैभन्दा धेरै शुभकामना छ मेरो प्यारो साथीहरूलाई। यहाँले यस्तो मिठोसँग खानु चाहिँ टक्क चित्त लाग्छ तपाईँहरूलाई यहाँले अमिलो खायो देखेपछि। हेलो गाइज के छ सबैलाई ह्याप्पी न्यू इयर है 2026 को धेरैभन्दा धेरै शुभकामना छ मेरो प्यारो साथीहरूलाई। अनि हाम्रो मम्मीलाई पनि 2026 को शुभकामना ह्याप्पी न्यू इयर मम्मी। अनि हाम्रो मम्मीले चाहिँ छोरीलाई टक्क लुगाइन अमिलो अनि लगिदिँदै हुनुहुन्छ। अनि 2-4 टाइम पनि खाँदैछौँ। अनि मम्मी चाहिँ यता हुनुहुन्छ। अब तपाईँ जान सक्नुहुन्छ छोरीलाई त्यो अमिलो लगिदिएर। यहाँ हामीले चाहिँ अब यो बनाएर अमिलो पार्टी छ क्या हाम्रो ह्याप्पी न्यू इयरको चाहिँ अमिलो पार्टी छ। तपाईँहरूको के छ आज टोपी दिवस पनि हुने टोपी दिवस टोपी ब्रान्ड हेर ब्रान्ड टोपीको ब्रान्ड त्यही हो। हेलो गाइज हाम्रो न्यू इयरको पार्टी स्टार्ट भइसक्यो। पार्टी यो न्यू इयरको पार्टी गुनेली यहाँले यस्तो मिठोसँग खानु चाहिँ टक्क चित्त लाग्छ तपाईँहरूलाई यहाँले अमिलो खायो देखेपछि। तपाईँ राखिदिनु भयो मलाई 3 बेला बनाऊ अझ। ल अनि हाम्रो अमिलो पनि टक्क खाइसक्यौँ हामीले। अनि एकदम मिठो थियो है। खाना इच्छुक हुनुहुन्छ भने म टक्क हाम्रो घरदेखि मैले पठाइदिन्छु है। कमेन्ट गर्नु होला भिडियोमा चाहिँ। अनि यिनी माछुहरूलाई पनि 2026 को अनि शुभकामना ह्याप्पी न्यू इयर। ओ लोटी नानी लोटी पर्तिका पर्तिका के छ त के लगायत मैले चाहिँ टक्क हामी नानीलाई समातेको छु। ह्याप्पी न्यू इयर प्यारी तिमी किन रुन्छौ रोया गर्छ नानी चाहिँ। आज चाहिँ 6 दिन भइसक्यो है। अनि त्यो नाम राख्ने थियो नि त्यो चाहिँ धेरैले बीबाट भनिराख्नु भएको थियो। बीबाट बिनिसा यताउता अनि धेरैले राम्रै नाम भन्नुभएको थियो। सबैलाई धेरैभन्दा धेरै धन्यवाद। अनि हाम्रो पम्फा दिदीलाई र निलिमा भाउजूलाई चाहिँ त्यहाँहरूले चाहिँ कमेन्ट गर्नु भएन त्यो भिडियोलाई। उहाँले देख्नुभयो कि देख्नु भएन कमेन्ट गर्नु भएन। उहाँलाई चाहिँ यो भिडियो चाहिँ गुनासो छ। अब यो भिडियोमा अब उहाँहरूको कमेन्ट हेरौँ उहाँहरूले चाहिँ नाम के भन्नुहुन्छ। आज चाहिँ हाम्रो छोरी जन्मेको 6 दिन भनेपछि आज छैती हुन्छ। आज छैतीको दिन भाबीले लेखेको दिन भन्छन्। अनि हामी चाहिँ आज गाजर लगाइदिन्छन् रे अनि बत्ती बाल्छन् रे अनि कापी कलम राखेर अनि के लेखिदिन्छन् रे। अनि साँझ के हुन्छ हामी सब देखाउँछौँ ल गाइज। अनि यसले चाहिँ टक्क अब आज चाहिँ छैटौँ दिन गाजर लगाइदिँदैछ। भयो रुन्छ अहिले ल यता यो फुलले लगाइदिनु पर्ने रहेछ। कापी कलम पनि दिएन गिफ्ट नानीको फुफू धेरै पैसा त छैन मसँग 2टा नोट छ। 5 रुपियाँ कति हुन्छ 10 रुपियाँ हुन्छ होइन। कापी पनि दिएन ए मैले नानीले धेरै लेखोस् धेरै पढोस् अनि यो पैसाले कापी कलम किनोस् भनेर दिँदैछु कि